नमस्कार साथीहरू, हजुरहरू सबैलाई मेरो च्यानलमा नमस्कार छ। म एउटा नुस्खा लिएर आएको छु, स्वास्थ्य सम्बन्धी नुस्खा। नाक बन्द भयो भने के गर्ने, यसका उपायहरू के हुन्, म त्यो सम्बन्धी आज चर्चा गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुन्नु होला। नाक बन्द भयो भने पहिला हामीले सर्वप्रथम एउटा डेक्चीमा 1 लिटर जति पानी उमाल्ने। पानी उमालिसकेपछि त्यो पानीमा 2-3 थोपा भिक्स थोपा हालिदिने। थोपा हालिसकेपछि हामीले कम्मलले चाहिँ शरीर पुरै ढाकेर त्यसलाई 5 मिनट बाफ लिने। त्यो बाफ लिइसकेपछि के त हाम्रो नाक खुल्छ। तर 1-2 पल्टको यो कामले यो निको हुँदैन। यसलाई चाहिँ लगातार 1 हप्ता 2 हप्ता गर्नुपर्छ। यसो गर्दाखेरि पनि भएन भने हामी एलोपेथी औषधि पनि पाइन्छ, आयुर्वेदिक औषधि पनि पाइन्छ। यसको उपाय गर्नुभयो भने पनि केही समयको लागि नाक खुल्छ। तर पर्मानेन्ट नाक खुलाउनलाई के गर्ने भन्दाखेरि पर्मानेन्ट नाक खुलाउनको लागि हामीलाई सुत्नलाई अप्ठ्यारो नहोस्, नाक बन्द भएर हामीलाई कुनै कार्यहरू गर्न अप्ठ्यारो नहोस् भन्नको लागि पर्मानेन्ट यसको सोलुसन के हो भने हामीले यो जुन पहिला भनेका कुराहरू पनि पछ्याउँदै जाने, फलो गर्दै जाने र पछि हामीले गर्ने भनेको फ्रिजमा राखेका चिसा चिजहरू जस्तै चिसो पानी, चिसो दही, चिसो दुध, हैन, कोक, फ्यान्टा, अब जस्तै जङ्क फुडहरू त भइहाल्यो, झोलिलो पदार्थहरू जुन चिसो बनाएर खाइन्छ, बियरहरू सबै परिहाल्यो। यो चिजलाई हामीले के त एभोइड गर्नुपर्छ र तातो चिजहरू, मनतातो चिजहरूलाई हामीले प्रयोग गर्नुपर्छ। चिसो चिजहरूबाट हामी चाहिँ बस्नु पर्यो। यसो हामीले यी उपायहरू गरियो भने नाक के त खुल्छ, नाक बन्द हुँदैन। अर्को एलोपेथी अकुपेसर विधिबाट पनि हामीले नाक चाहिँ खुलाउन सक्छौँ। जस्तै यो विधि चाहिँ हामीले किन बजारमा गएर औषधि किन्ने झन्झट पनि हुन्छ, पैसा हुँदैन, त्यो समस्या हुन्छ। त्यो कारणले गर्दाखेरि हामीले घरमा पनि बसेर नाक बन्द भइहाल्यो भने उपाय गर्न सकिन्छ। अकुपेसर विधि भनेको म सिकाउँछु हजुरलाई यसरी। जस्तै यो आँखी भाउको दुईटाको बिचमा चाहिँ हामीले यसलाई चाहिँ 10 सेकेन्ड दबाएर राख्ने। 10 सेकेन्ड दबाइसकेपछि फेरि चाहिँ 1-2-3 सेकेन्डको फरकमा फेरि यसलाई फेरि 10 सेकेन्ड दबाउने। अनि साइडमा रहेको जुन हाम्रो यो नोजको जुन छेउको भाग छ, यो छेउको भागलाई पनि हामीले के त 10 सेकेन्डसम्म हामीले दबाएर राख्ने, पालो दबाएर राख्ने। यसो गरियो भने हाम्रो घरमा पनि बसेर हामीले के त नाक खुलाउन सक्छौँ र राति सुत्ने बेलामा हामीलाई छटपटिनु पर्दैन। टाउकोमा अक्सिजन नपुगेर हामीले आत्तिन्छौँ नि त, अब चाहिँ सास फेर्न गाह्रो हुन्छ, त्यसपछि चाहिँ अक्सिजन नपुगेर हामी आत्तिन्छौँ, निदाउन पनि सक्दैनौँ। यी उपायहरू गरियो भने चिसो चिजबाट बस्ने, चिसो चिजहरू नखाने गरियो र यी चिजहरू तमाम चिजहरू गरियो भने हामी नाक बन्द हुनबाट बच्छौँ र हामीले समय पनि बचाउँछौँ र हामीले लाग्ने औषधि, हस्पिटलमा गएर लाग्ने औषधि खर्चहरू पनि बचाउँछौँ। यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? मेरो भिडियो राम्रो लाग्यो भने हजुरहरूले कृपया लाइक, कमेन्ट गरिदिनुहोस्, मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। यस्ता स्वास्थ्य सम्बन्धी समस्या र सोलुसन म चाहिँ लिएर आउने नै छु। हस्त नमस्ते।